यो चाहिँ हाम्रो तकदाको भ्यू टिस्टा भ्याली देख्दैछ यहाँबाट चाहिँ। अनि यो सेरिकल्चर अनि यहाँ छ हामी। अनि हामी हिँड्दैछ बाटोमा ग्यास जुलाउनु गएको हामी चाहिँ हैन। गरम पनि भयो। दादाहरूलाई घुमाउन आइरहेको थियो है गेस्टहरूलाई। त्यो पुरा जग्गा घुमाउनु पनि छ है, 2 जग्गा, आधी यता है घुमाउनु पनि। अनि त्यहाँबाट यो अहिले चाहिँ भ्यू यस्तो छ है। तिमीलाई मजा आउँदैछ? किन घरमा बसिरहेको भयो त नल्ती हुन्थ्यो तिमीलाई होइन? सुत्ने मजाले यङ केटाहरू भन्छ गाइस यस्तै छ। हरेस लाग्यो फिनाल देखेर त नि भगवान्। हामी यस्तो जाँगाडीलाई छैन नि त। जी रङ्गी टी गार्डन। सो गाइस यो भ्यू चेक गर्नुहोस् है एकपल्ट। यो मान्छेलाई बुकिङ गर्नु है, यो मान्छेले डल्लै घुमाइदिन्छ होइन। धीरज मनपर्छ होइन तिमीलाई? अन्त बनाउन अन्त धीरजलाई मनपर्छ है गाइस होइन। धीरज जस्तो रिल्स बनाउँछु भन्छ, बनाउन भनेको नि होइन। बनाऊ ड्राइभिङ गर्छ तपाईँ नि? कसले? अनुष्का। ए गर्छु त। लड्की का चक्कर बाबु भैया, लड्की का चक्कर। यो देख्दै गरेको चाहिँ मङ्पू है। यो यतिबाट चाहिँ मङ्पू है त गाइस। अनि यता चाहिँ हाम्रो जिरो। अन्त यहाँ पनि यो पनि नयाँ हस्पिटल खोलेको छ, कसलाई थाहा छैन गाइस होइन। अन्त लड्की का चक्कर बाबु भैया, लड्की का। अनि यो चाहिँ हाम्रो जिरोको ग्राउन्ड यता छ। जिरोको ग्राउन्ड चाहिँ अन्त आन्टीहरूले अहिले चियापत्ती टिप्दैछ है गाइस। गाइस अहिले चाहिँ हामी यहाँ दादाहरूलाई लिएर आउँदैछ है। दादाहरू चाहिँ यहाँ छ एउटा यस्तो छ है। दादा भाभी कैसा लग रहा है आप लोग को? अच्छा लग रहा है? अभी और भी ऊपर जाना है यहाँ से। चलिए ना अभी। चलो चलो। हामी दादाहरूलाई लिएर यहाँ गेस्टहरू लिएर आइपुगेको थियो। यहाँ बिजी छ एकदम हो। अन्त हामी चाहिँ अहिले रक गार्डनमा छ है। रक गार्डन जस्तो छ तर एउटा तल पनि छ ठुलो ढुङ्गा है, चढ्नु पनि सक्छ। त्यसबाट चाहिँ दामी क्लियर भ्यू देख्छ है गाइस। त्यो पनि म देखाउने छु अगाडि यिनीहरू जानु मानेपछि। ल मलाई पठाइन्छ नि फोटो। ल त गाइस है देखाइदिएको हेर्दै गर्नुहोस् न। सानो भ्लग हो है। अहिले चाहिँ हामी घर आइपुग्यो है। गेस्टहरूलाई घुमाएर है सिन गराएर। अनि बेलुकाको चिन्नुहोस् गाइस। अब भ्लग पनि एन्ड हुनु आँटेको छ है, लास्ट हो। अन्त हाम्रो यहाँबाट घरको छेउबाट चाहिँ कस्तो देख्छ भन्दा चाहिँ तपाईँलाई म यहाँ उभिकन देखाउने छु है। यो एकपल्ट चेक गर्नुहोस् गाइस तपाईँहरू। अनि हाम्रो दाको होमस्टे चाहिँ यहाँ छ है। नयाँ गाडी जस्तै भर्खरै ल्याएको है। र एकपल्ट यो चाहिँ दाहरूको होमस्टे एकदम न्यू ब्रान्ड छ हो। टक्कै यहाँ नाम हेरिहाल्नुहोस् है। अनि यतापट्टि छ, यतापट्टि चाहिँ कहाँ गयो नाम पनि टक्कै छ हो। अन्त जसलाई पनि है रिजर्भहरूको जरुरत पर्छ उहाँले यो नम्बरमा सम्पर्क गरेर प्लिज दालाई रिजर्भ पठाइदिनुहोस् होला है। बोलाउनुहोस् होला। अनि दाको होमस्टे चाहिँ यो है। नम्बर पनि मैले तपाईँहरूलाई देखाइदिइसकेको छु। हजुर मैले तपाईँको र मैले यहाँ गाडीको अगाडि पनि देखाइदिएको छु है तपाईँहरूलाई नम्बर। जसलाई पनि है यहीँ तक्दाभित्रै रिजर्भहरू जानु उयो हुन्छ है। कहीँ कहीँ जानुहुन्छ नि तपाईँहरू, त्यति बेला गाडीहरू भेटेन त्यो नम्बरमा तपाईँहरूले कल गरेर टक्कै रिजर्भ मिलाउनु सक्नुहुनेछ त गाइस। ल गाइस अब नेक्स्ट भ्लगमा भेटौँ भोलि बिहान।